हेलो गाइज गुड मर्निङ। आज चाहिँ म चाहिँ फेरि युट्युबमा भिडियो लिएर आएको छु तपाईँहरूको सामने है। तपाईँहरू हेरिदिनु होला है। अहिले चाहिँ म चाहिँ बनाउँदैछु कालो दाल। अन्त कालो दाल चाहिँ पहिल्यै बसाएर चाहिँ अरू भातहरू बनाउनु पर्यो भने किनकि कालो दाल पाक्नु अलिक टाइम लाग्छ नि त। कालो दालमा चाहिँ फर्स्टमा चाहिँ खालि हर्दी र नुन हालेर चाहिँ उसिन्नुको लागि छोडिदिन्छु। पाकिन्जेलसम्ममा यता भातहरू पनि पाक्छ नि त। यसलाई चाहिँ बोइल गर्नुको लागि चाहिँ छोडिराखिदिन्छु। साथीहरू अहिले चाहिँ म चाहिँ भात बनाउनु आँटेको हो। मलाई चाहिँ फेरि व्हाइट राइस भन्दा पनि बेसी चाहिँ अलिकति चाम्रे टाइपको भात चाहिँ मनपर्छ। कलर हालेर यसरी प्याज लसुनलाई चाहिँ मजाले फ्राई गरेर होइन अलिक त्यस्तै चाहिँ खानु मन लाग्छ। अन्त अलिकति हर्दीहरू हालेर चाहिँ चाम्रे भात बनाउँछु। अन्त यहाँनिर चाहिँ हेर्नु सक्नुहुन्छ कालो दाल चाहिँ उम्लिँदैछ। यसलाई चाहिँ बादमा म झान्छु यो पाकिसकेर। टाइम लाग्छ नि त पाक्नु। अब घरमा भएको कुकरमा सिटी लगाइदिनु हो। यहाँनिर त कुकर पनि छैन। यहाँनिर चाहिँ भात बनाउन आँटेको छु म। यो भाँडामा पकाउँदा चाहिँ मलाई चाहिँ एकदमै राम्रो लाग्छ। यो भाँडामा चाहिँ हतपत उयो हुँदैन नि त, डढ्दैन नि त भातहरू। भात होस् या चिकन होस् केही सब्जी पनि डढ्दैन कि यो भाँडामा चाहिँ एकदम राम्रो लाग्छ मलाई खाना पकाउनु। ल हेर्नु सक्नुहुन्छ तपाईँहरू यतिको गोल्डन ब्राउन भइसकेको छ प्याज र लसुन। अब चाहिँ म चाहिँ यसमा चामल हालेर एकछिन फ्राई गरेर भात उयो गरिदिन्छु। चामल पनि हालिसकेँ। एकछिन यसलाई भुटेर पानी हालेर चाहिँ पाक्नुको लागि चाहिँ छोडिदिन्छु। गाइस मेरो चाहिँ एकदम भात पनि रेडी भइसकेको छ है हो। भात पनि रेडी भइसकेको छ। दाल चाहिँ यतिको भइसकेको छ हो। मैले एकछिन बोइल गर्न छोडिदिन्छु, राम्रो पाएको छैन। गाइस अघि चाहिँ मैले काटेको त्यो चिकन देखाएको थिएँ नि, त्यसलाई चाहिँ काटेर हर्दी र नुन लगाएर चाहिँ मजाले मोलेर राखिरहेको छु। यहाँनिर आलु पनि काटेको छु। आलु र चिकन चाहिँ अलिकति ग्रेभी टाइपको बनाइदिन्छु।
र यो चाहिँ लास्ट मसला हो है, यो चाहिँ चिकन मसला हो। र गाइस अब चाहिँ मेरो चाहिँ चिकनको चाहिँ फाइनल लुक है। यो चाहिँ यत्रो टाइम लगाएर चाहिँ मैले चाहिँ हेलो, अब चाहिँ म चाहिँ खाना खान आँटेको छु ल। कस्तो शरम पनि लाग्दैछ, अप्ठ्यारो पनि लाग्दैछ हो। र म खाना खान्छु ल। दाल छ यहाँ, चिकन, अन्त यहाँ चाहिँ सलाद छ। खाएँ ल। दामी भएको रहेछ। साथीहरूले त खाइसक्यो अघि नै, मैले चाहिँ खाना बनाइवरी नुहाइकन चाहिँ खाएको। लेग पिस। मलाई त भोक चाहिँ लागेको थिएन। पकाउँदा पकाउँदै
ड्याम्मै भइसकेको थियो हो नखाइकनै बनाएरै पकाउँदै र पनि बेलुका भोक लाग्छ नि त भनेर चाहिँ खाएको दामी चाहिँ दामी भएको छ दाल पनि कालो दाल बनाएको थिएँ घरमा जसरी त्यसरी बनाएको थिएँ मिठो भएको छ दालै चिकन त नर्मली अब रेगुलरै खाँदा त्यस्तो केही लाग्दैन दाल चाहिँ घरको जस्तै भएछ पानी पर्दैछ बाहिर फेरि यहाँ आज ल्याम्मै भयो खानु सक्दिनँ होला जति रुच्छ त्यति खान्छु साथीहरूले त मिठो भएको छ भनेर खाँदै थियो तिनीहरूलाई आइज न भिडियो बनाउनुपर्छ भनेर कि लाज लाग्छ अरे नि त मलाई पनि लाज त लाग्छ नि भने नि त र पनि यतातिर फेरि चिकनहरू त्यस्तो टेस्टै हुँदैन क्या फ्रिजरमा आइसमा हालेर राख्छ अन्त चाहिँ निकालेर चाहिँ त्यसलाई पानीमा भिजाएर त्यसको सबै आइस गएर पकाउनुपर्छ नि त अन्त उता घरमा त्यस्तै फ्रेस काटेर अब ल्याएर पकाएको जस्तो चाहिँ हुँदैन टेस्टै अब अर्कै हुन्छ क्या जति नै मसला हालेर जति नै मिठो पकाउनु खोजे पनि उताको जस्तो उयो नै हुँदैन उताको जस्तो मसला पनि पाउँदैन नि त यहाँ अन्त अरबिक मसलाहरू पाउँछ त्यही हाल्यो पकायो घरमा जस्तो चाहिँ हुँदैन यो चाहिँ देखाएको थिइनँ तपाईँलाई प्याज टमाटर खोर्सानी अन्त निम्बु हालेको छ यसमा खालि सलाद पिरो बनाएछ अब चाहिँ ड्याम्मै भयो म तपाईँलाई धेरै धेरै धन्यवाद मेरो अब अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा है अन्त भिडियो हेरेर लाइक सेयर सब्सक्राइब पनि गरिदिनु मेरो युट्युब च्यानललाई है हुन्छ बाई बाई